इन्स्पायर गर्दै हिँड्नु भएको छ युआर त अब त्यो धेरै भइसक्यो त्यसैले स्काई डाइभर पनि राखेको थिएँ जिम रिटेलर सिङ्क्रोनाइजर म नेपाली सेनाको हेडक्वार्टरदेखि विभिन्न अब ठाउँहरूमा प्रोग्रामहरू गर्छु उनीहरूले अब माग्छ कि फलानु व्यक्तित्वको पर्सनालिटीको परिचय भनेर माग्छन् 2 पेज उनीहरूले पढ्छन् त्यसलाई कमसेकम 3-4 अगाडिको व्यक्तिलाई अरू मान्छेलाई के लागोस् यो मान्छे साह्रै अनुभवी मान्छे सबैतिरको एउटा वैद्यले के गर्नु औषधि उपचार छैन भन्नुहुन्न होइन र केही केही दिनुहुन्छ हामीहरूले पनि फिजिकल्ली मेन्टल्ली स्पिरिचुअल्ली हामीले उहाँलाई सबैतिरबाट हामीसँग छ र हामी दिन सक्छौँ भन्ने हामीले भाव पार्दै गर्नुपर्छ र अहिले सधैँ गर्दै गर्दा पछि साँच्चैको भन्नु अलिकति 1-2वटामा ब्याक जान्छु र त्यसपछि म प्र्याक्टिकलतिर जान्छु यो हजुर मैले फर्स्ट यो राखेको छु मैले यसमा के भनेको छ भने म गर्न सक्छु भनेर आफ्नो लक्ष्य निर्धारण गरिसकेपछि कुराहरू